हेलो साथीहरू, म चाहिँ तानसिन घुम्न आइरहेको छु। तानसिन जहाँ यस्तो छ। वहाँबाट तानसिन देखिरहेको छ। अब दरबार, तानसिनको दरबार भित्र जाँदैछु म। हजुरहरूलाई देखाउनु छु। आयो दरबार, पाल्पा दरबार यस्तो छ। अब खुट्टा दुखेको छ। तँ पनि जान त्यति पछि पछि। म त आउनु के यार। हामी आज तानसिन दरबारमा घुम्न आएको। समाचार त नगरौँ होला। समाचार गर्न यहाँको चाहिँ फेमस ठाउँ हो कि यो। फेमस त्यही राजाले बनाएको दरबार। अब राजाले बनाएको दरबारमा आइयो। गाइड यहाँ चाहिँ यस्तो राम्रो फुलबारी छ। वहाँ चाहिँ साथीहरू, पाल्पा दरबार यही हो। एकदम राम्रो छ। हजुरहरू घुम्न पनि आउन सक्नुहुन्छ। म चाहिँ बहुत इन्जोय गरिरहेको है यहाँ घुमेर। अलिक सजिलो दिएन। यहाँ चाहिँ यिनीहरू दुईटा छन्। यस्ता साथी साथी गरे, साथीभन्दा माथि भइसक्यो। साथीभन्दा माथि गरे। मलाई चाहिँ एक्लै पारेछन्। आजु पनि आउनु आएँ फेरि बिचमा। अनि अरू भन्। अब अरू चाहिँ अब टुरी खेल गएर म भिडियो बनाउँछु। हेलो हेलो नमस्ते। नमस्ते। आज चाहिँ हामी टुरिस्टहरूसँग भेट्दा एकदम खुसी लाग्यो। तिनीहरूको अगाडि चाहिँ कालो देखिँदो रहेछ जिन्दगी हाम्रो। हामी चाहिँ टुरी खेल आइपुग्यौँ। यहाँ चाहिँ एकदम राम्रो छ घुम्न। साँझमा यस्तो सर घुम्नको लागि। टुरी खेलको अवस्था यस्तो छ। टुरी खेलमा आएपछि फेरि यस्तो रमाइलो लाग्छ कि। उहाँ दुईटी फेरि यस्तरी हिँडिरहन् कि डुल्दै। तानसिनको नगरपालिकामा आइपुग्यो। यहाँको दृश्य एकदम राम्रो छ। यहाँ चाहिँ सबैभन्दा टुरिस्टको राम्रो लाग्ने चाहिँ मलाई यो हो क्या। क्या दामी छ। 2 3 गो। दामी छ के यो ठाउँ। यहाँ भनेको एकदम बेस्ट बेस्ट। आइज। ल साथीहरू, अब चाहिँ यहीँ बाई बाई गर्छु। बाई।